सुनाई पाठ 12 कम्प्युटर। कम्प्युटर एक व्यवस्थित विद्युतीय यन्त्र हो। यसलाई व्यवस्थित बनाउने काम यसमा रहेका हार्डवेयर र सफ्टवेयरले गरेका हुन्छन्। विद्युतीय शक्तिबाट चल्ने प्रोसेसर, मोनिटर, माउस, किबोर्ड, प्रिन्टर जस्ता विभिन्न भौतिक यन्त्र हार्डवेयर हुन्। ती यन्त्रलाई सञ्चालन गर्न कम्प्युटरले बुझ्ने भाषामा तयार गरिएको निर्देशनको समष्टि चाहिँ सफ्टवेयर हो। यिनै हार्डवेयर र सफ्टवेयरको कार्यका आधारमा कम्प्युटरलाई निवेश, योजना, भण्डारण र उत्पादन गरी 4 भागमा राखेर बुझ्न सकिन्छ। यी 4 भागमध्ये निवेश अन्तर्गत कम्प्युटरमा तथ्याङ्क वा निर्देशन प्रविष्ट गराउने कार्य हुन्छ। यस कार्यमा प्रयोग हुने उपकरण माउस, किबोर्ड, क्यामेरा, माइक्रोफोन आदि हुन्। योजना अन्तर्गत कम्प्युटरमा प्रविष्ट भएका कुनै तथ्याङ्कलाई निर्देशन अनुसार गणना, वर्गीकरण वा विश्लेषण हुने गर्छ। यस अन्तर्गतको मुख्य उपकरण प्रोसेसर हो। कुनै सूचनालाई लामो समयसम्म सुरक्षित राखी आवश्यक परेको समयमा पुनः प्रयोग गर्न उपलब्ध गराउन भण्डारणको महत्त्वपूर्ण भूमिका हुन्छ। सिडी, डिभिडी, हार्ड डिस्क, पेन ड्राइभ, मेमोरी कार्ड आदि उपकरण यस अन्तर्गत पर्छन्। कम्प्युटरमा भएका कुनै तथ्याङ्क वा सूचनालाई देखाउनु उत्पादन हो। उत्पादनको कार्य सम्पन्न गर्ने उपकरण मोनिटर, प्रोजेक्टर, स्पिकर, प्रिन्टर आदि हुन्। कम्प्युटरले आफै नियम बनाउँदैन। यसले पूर्वनिर्धारित नियम र त्यस अनुसार दिएका निर्देशनअनुसार तथ्याङ्कलाई गणना तथा प्रशोधन गरी त्यसको परिणामलाई देखाइदिन्छ। उक्त परिणामलाई भण्डारण पनि गर्छ। कम्प्युटरलाई विद्युतीय सञ्जालसँग जोड्दा सञ्जालमा आबद्ध भएका सबै कम्प्युटरबीच सूचना आदान-प्रदान गर्न सकिन्छ। यसैले कम्प्युटर र इन्टरनेटको सहकार्यबाट सूचना आदान-प्रदान, अध्ययन, अध्यापन र किनबेच लगायतका विभिन्न कार्य गर्न सकिन्छ। संसारमा समस्या नभएको कुनै व्यक्ति र वस्तु हुँदैन भने झैँ कम्प्युटरमा पनि बेला बेलामा समस्या आउन सक्छ। मानिसलाई कोरोना लगायतका विभिन्न भाइरसले बेला बेलामा सताए जस्तै कम्प्युटरलाई पनि ब्रोन्टक, बुट सेक्टर जस्ता विभिन्न भाइरसले सताउन सक्छन्। यसैले कम्प्युटरलाई सधैँ स्वस्थ र क्रियाशील बनाउन यसमा एन्टिभाइरस सफ्टवेयर पनि अनिवार्य रूपमा इन्स्टल गर्नुपर्ने हुन्छ।